कोही छ कि मलाई बुझ्ने जस्तो लाग्थ्यो, तर भ्रममा रहेछु। वास्तवमा म त एक्लो रहेछु। मैले तिमीलाई यसरी बिन्ती गरेको थिएँ जसरी मर्ने मान्छेले जिन्दगी चाहन्छ। बोल्ने मान्छे जस्तो सुकै परिस्थितिमा पनि बोल्छन्, यो त्यो यस्तो उस्तो भनेर बहाना बनाउँदैनन्। मेरो भाग्यलाई तिमी भेट्नु लेखेको थियो, तर तिमीलाई पाउन होइन नि। आखिर आफ्नो भन्ने पनि त स्वार्थ नसकिनु जेल मात्र रहेछ। स्वार्थ सकिएपछि त सबैले बाटो फेर्ने त रहेछन्। कसैलाई नदिएको अमूल्य प्रेम तिमीलाई दिएको थिएँ, तर अफसोच न प्रेमको मूल्य रह्यो न मेरो अस्तित्व। मैले त उसलाई मलाई सम्हाल्ने अधिकार दिएको थिएँ, तर उसले त मलाई लथालिङ्ग पारेर छोडिदियो। सपना पूरा हुँदा कस्तो हुन्छ थाहा भएन, तर सपना टुटेको अनुभवहरू धेरै बटलिसकेको छु मैले। साँच्चै नै धेरै थाकेको छु।